म काउली हुँ। यो बजारको सबैभन्दा बुद्धिमान तरकारी। हरेक दिन मानिसहरू आउँछन्, तर आज केही फरक हुनेवाला थियो। किन सबैले मलाई मात्र हरेक खानामा हाल्छन्? आलु बिना त कसैको काम चल्दैन, तर सम्मान त्यो त कहिल्यै पाइँदैन। ए आलु दाई, कम्तीमा तिमीलाई सबैले मन पराउँछन्। मलाई त बच्चाहरूले देख्ने बित्तिकै भाग्छन्। तिमीहरू सबै कमजोर छौ। मुलाको अचार बिना नेपाली खाना पूरा हुन्छ? म नै असली स्टार हुँ। शान्त हौ सबैजना। स्टाइल भनेको के हो त्यो मसँग सिक। बच्चाहरूले मलाई ग्रीन सुपरस्टार भन्छन्। म सबैभन्दा पौष्टिक। म बिना पेट भरिँदैन। म आँखाको हिरो। म नै स्वादको राजा। भाइरल त म मात्रै हुन्छु। तिमीहरू सबै मिलेर बनेको तरकारी नै स्वादिलो हुन्छ। एक्लै कसैले पनि पूरा खाना बन्दैन। द्याट डे फरवर्ड काउलीले घमण्ड छोड्यो, आलुले गुनासो गर्न छोड्यो, मुलाले रिस कम गर्यो, गाजरले हाँस्न सिक्यो।